सलास गर्मी छ हैन गर्मी छ त एसी भाइ गरेको नि एसी बगाउनु जाँदैछौँ हामी जा खिसासे भनेर है आज मम्मीको पसिना सब निकाल्ने यस राम्बा हौ के बोल्नु बोलै सुनेको आज हामी ममजार जान आँटेको होइन कस्तो देखिरहेछ अब 3 गर्छु लाइक सेयर सब्सक्राइब गरिहाल्नु होला 1 2 3 गर्नुभयो कि भएन सब्सक्राइब त्यो तैँले बोलेको भ्लगमा धेरै आएको छ भ्युज पनि हो र ल यो व्हाट्सएप ब्रो हाम्रो 81 भर्खर सुतेर उठ्नु भएको फेरि त्यो पनि एनर्जी भ्लग भने जस्तो क्या तपाईँहरूको लागि यति गरिदिरहेको छु मैले अनि सब्सक्राइब गर्नु परेन तपाईँहरूको लागि यस्तो गरिदिरहेको छु मैले हो यहाँ फेरि बर्डले के गर्दैछ ल यस्तो भन्दैन त पार्ट सब्सक्राइब गर्ने भन्नु पऱ्यो पार्ट लाइक सेयर सब्सक्राइब सब्सक्राइब लाइक कमेन्ट सबै गरिदिनु पर्यो होला म्याडमले खै बोल्नु पर्यो म्याडमजी यो भन्दा के चाहिँ बोल्नु त्यो हात होइन यस यस म्याडम यस भएन हात अर्कोपट्टिसम्म यार यस ओके म्याडम बोल्यो अब बोल्यो के बोल्नु होला है बोल्यो भन्छ सबै फ्यामिली भनेपछि सबै परेन फ्यामिली नै बोल्यो म्याडम कस्तो भयो आज दिन आज दिन के गरियो आजको दिन सन्डेको दिन छुट्टीको दिन उठ्यो खाना खायो त्यहाँबाट मेरो चाहिँ उयो हेर्दै थिएँ के पो हेर्दै थिएँ सिरिज हेर्दै थिएँ सकाळ 8 एपिसोड 3 डेजमा अनि त्यहाँबाट मज्जी आयो मुखसुख धोएर सबैजना सुत्यो 3 जना म चाहिँ सुतिनँ हो दिउँसो सुत्दिनँ खाना खाएर अनि अनि त्यही भएर अब अहिले चाहिँ यसो वकमा जाँदैछु अनि अहिले फेरि ग्रोसरी गर्नु जाँदैछ 1 विकको लागि अनि यसो पसिना बगाएर आउँछौँ त्यही भएर हामी जाँदैछौँ ममजारी ड्राइभर दाईको बुढी ड्राइभर दाईको छोराहरू 2 जना अनि अलिक लेजी भएको छ छोराहरू चाहिँ त्यही पनि ल अब यति भन्दै हामी अब ममजार लाग्यो हाम्रो 2 शब्द यही हुन्छ फेरि नेक्स्ट आउँछ फेरि छिटै आउँछ ल गाई यहाँ चाहिँ फुटबल भइरहेछ केटाले फुटबल कुदेर आयो सनसेट दामी भइरहेछ त्यहाँनिर होइन सनसेट भएको दामी यस्तो दामी छ भ्यू होइन अहिले सनसेटको भ्यू यस्तो दामी मजाले खेलिरहेको छ त्यहाँ फुटबल होइन यस्तै छ जिन्दगी भनेको यही हो सबैको लाइफ हेर्नु कहाँ के छ सबैजना यस्तो दामी देखेर छ यहाँ फुटबल खेलिरहेछन् सबैको आफ्नो छ लाइफहरू यहाँ कोही चाहिँ उहाँबाट आउँदैछ हिँड्दै देख्नु होला जिन्दगी यस्तो छ अल्छी हेर्दै जोसै मर्ने अब अर्को छ यस्तो छ गाइजहरू सनसेट दामी देखिरहेछ त्यहाँनिर ल गाइज अहिले चाहिँ हामी हिँड्दैछौँ हामी चाहिँ अहिले यहाँनिर छ हाम्रो टिमहरू 5मा खिचेको त सनसेटमा अहिले भ्लगिङ हुँदैछ हाम्रो यस्तो रहेछ ल यहाँनिर हामी वकिङमा सबको छ यहाँ 3 जना ग्याङहरू छन् पछाडि टुटु लाएर
हाम्रो चाहिँ यो चाहिँ ममजार ब्रिज हो, हेर्नु होला कस्तो दामी छ। रुपी पनि छन्, यस्तै हो गाइस। अब हामी हिँड्दैछौँ, हाम्रो ग्याङहरू छ नि यहाँ। ओ आमा चुचु दिँदैछ म्याडम, फेरि म्याडम चस्मा बिटक छ त आमामा। त्यहाँ केटाहरू खेल्छ यहाँ फुटबलमा। के छ केटा वाट्सअप? बाबाले घाम यस्तो छ कि हट घाम चाहिँ छैन, घाम चाहिँ छैन। यस्तो गाइस ल, अहिले चाहिँ हामी हिँड्दैछौँ। अब हिँडेको ल, यस्तो खतरा छन्, दामी छन् त दामी। के छ म्याडम भन्नु, के छ क्यामेरामा भन्नु के छ? ल वकिङमा एक्सर्साइज हो ल। कति किलो घट्ने अरे अब? तिमीलाई तिमीभन्दा अलिक कम चाहिँ हुनु खोजेको, त्यस्तो कति किलो यति किलो उति किलो के अरे 69 दामी। 69 हुनु त अझ 10 किलो भातै खानु छोड्नुपर्छ। अस्तिकै जस्तो गरेर यस्तो भात खानु छोड्यो भने चाहिँ 10 किलो एक महिनामा घटेको थिएँ। यसरी घट्नु पायो भने त दामी हुन्छ हो र? हजुर। ल म पनि घट्नु छ, पुरा मोटाएको छु गाइस होइन। अफिसबाट आयो अनि यस्तो दिएको थिएँ। अझ पहिला खाना थियो बरु एक्लै हुँदा यार जाऊ भनेको नेपाल घुम जाँदैन, नेपाल पनि बरु एक्लै भएको त खाना पनि थिएँ होइन। ए हस् त, नमस्ते, थ्याङ्क यू सो मच। ल के गाइस, आज हाम्रो ब्लग चाहिँ यहाँ ममजारको छ। केटाहरू पछाडि छन् होइन, सबै छन्, यस्तै हो। ल त बाई बाई। यस्तो दामी देखिरहेको छ नि त, लाइट बलिरहेको छ, कस्तो सही छ नि त, सही हो। हुन्छ आनन्द अहिले ममजा दामी बनाएको छ। हाम्रो गाईहरू त्यहाँ छ, पछाडि छन्, त्यस्तै हो ममजार होइन भइरहेछ। यस्तो छन् आमा कस्तो दामी देख्छ सनसेटमा यहाँ। त्यहाँ लाइटहरू दामी बोलिरहेको छ, तपाईँले देखेको छैन होइन। म अलिकति जुम गर्दै हिँड्छु, यस्तो दामी बोलिरहेको छ लाइटहरू बोलेको छन्। मेरो थोप्ला ओभर देख्यो ल। यस्तै हो ल गाइस, बाई बाई, टाटा। ल राख ल।